म यो विराज भट्टसित जो फिल्म खेल्छ नि रेखा थापा उसँग रेखा थापाको बुढी हो झर्ना थापा साली हो रेखा थापा चाहिँ बुढी अनि अहिले रेखा थापा कहाँ छिन् त अहिले उहाँ विराजसँग सुटिङ गर्दैछन् किन नलिएर आएको काठमाडौँ राजधानीमा मन्दिर त बुढाबुढी सँगै आनी हो नि फेरि यता आउँदा जुत्ता पनि त 40-45 हजारको लाउँछन् नि रेखा थापाले अनि रेखा थापाको बुढाको जुत्ता कति हजारको देखाइदेऊ त यो त उसले किन्न नि सक्यो यो 2.5 लाखको त्यही हो हाम्रो चाहिँ त्यस्तै हो रेखा थापासित बिहा गरेको टिकटकबाट कति पैसा आथ्यो भाइरलबाट टिकटकबाट पैसा उहाँ दुबईमा गएछ सबै टिकटक युट्युबरले यतै फैलाइछु भन्दा फेरि डाइरेक्ट उहाँको उसमा गएछ कि स्टेटमा उहाँ गएर थुप्रेछ अरे उहाँ गएपछि पहिले पनि बल्ल करोड रुपियाँ आउँछ अरे यता आएन अझ यता आएन टाइम लाग्छ टिकटकमा फेरि 2-4 केटीहरूसँग नि छ अब बनाएको त्यो नदेखाइदिनु रेखा थापा त अब हिउँदलाई चाहिँ यो बर्खा लाग्न लाग्यो हिउँद गइहाल्यो हिउँदलाई चाहिँ बुढालाई कहाँ लाने उहाँ लिएर नजाने मैले धेरै पाच्छु भनेर तपाईँले सबै पार्नुहुन्छ केही बार्नुहुन्न भनेर रेखा थापाले पार्ने बुढालाई लान्न भनेर म नगएको नत्र त बुवा उसले चाहिँ फेरम लभली खाएर पादेर महँगा बसाउने जस्तो मैले चाहिँ सिनो खाएर गनाए जस्तो नलाने अरे अनि मिलेन र यस्तै अलग त्यही भएर बुढाबुढी नमिलेको के कारणले भन्दा उनी चाहिँ मैले फेरम लभली होइन तिनले त फेरम लभली त के बसाउँछ मैले त पुरा के भन्छ त बोरो प्लस खाएरै मैले पारिदिन्छु महँगा बसा त मेरै बुढीले सुँगेर सुत्चिने हो के गर्ने यस्तो पहिल्यै फेरम लभली होइन बोरो प्लस खाएका त बुढी नभाग्ने नि त गनायो भनेर भाग्यो किन भागेको भागै विराजसित विराज भट्टसित गएर फिल्म बनाएर अहिले तिमी भन्दा म भाइरल छु भनेर टिकटक नि मैले नि ठुलै बनाएर देखाइदिन्छु नि त कम्मर हल्लाउँछु अन्त एक फेरि यसो हड्डी भाँचियो र एक्सरे गरेर फेरि बनाएको थियो निको अहिले यहाँ बाँसको ऊ लगाइदिएछ क्या डाक्टरले अब यो पड्क्यो भने फेरि त्यस्तै हुन्छ टिकटक नबनाऊँ भनेर सोचेछु यस्तै पहिलो फुलले मैले रेखा थापालाई पट्टाएको आई लभ यु भन्दा उसले आलुको बिउ ल्याएर दिएको त्यतिखेर अब नजाने के नजानेपछि होइन मैले आई लभ यु भनेको बनाइछु उसले आलुको बिउ ल्याएर हालेको हाल किन झोला भरिरहेछ भनेको त ल आई लभ यु अब नेपालमा सुटिङ गर्ने मान्छे इङ्ग्लिस थाहा नभएको म चाहिँ अफ्रिकाबाट आएको अब मैले चाहिँ आई लभ यु भन्न जानेको उसले चाहिँ नजानेको रहेछ आई लभ यु भन्दा आलुको बिउ ल्याउँदै हाल्दै मेरो त थैलै भरेर पठाइ नि त आलुको बिउले म यहाँ त कहाँ पाउने आलु मात्रै मिलाएर पठाइ नि त मलाई त्यस्तो भयो क्या त्यस्तो भयो हुन त नेपालीमा आधा आधा टिकटकमा आधा छ अब फिल्म बनाउँदा फेरि यस्तो गर्दा फेरि प्यान च्यातिएर सारमले नबनाएको त विराज भट्टले जस्तो यस्तो उडेर वापै हान्छु भने कता भारत चाहिँ च्यातिएर अनि त्यहाँदेखिबाट प्यान किन्ने पैसा छ उहाँ बुढीले 2.5 लाख रुपियाँ पठाइदिन्छ भन्थे कहाँ त्यो त जापानतिर आएर रोकिएछ जापान टोकियो अब उनले पठाएकै हुन् कता रोकियो त्यस्तै छ त्यो पहेँलो फुलले धेरै रेखा थापालाई पट्टायो कि मैले अब झर्ना थापालाई पट्टाउनु पर्यो झर्ना थापा त साली नि आधी घरवाली अब उनी त आइहाल्छ आफ्नो त्यस्तो मान्छे म त बुवा मान्छेहरूले सोच्थे पहिला यो जाटोले त के बिहा गर्ला र भन्थ्यो अहिले मैले झर्ना थापा रेखा थापा अनि त्यो के भन्छ अरे अनि त मिरुता सिंह त बुढी भाइ के अरे बिचरा अब सुहाउँदैन भनेर उनले चाहिँ डिस्कस गरेर गयो ऊ चाहिँ राजकमलको जोडी हुनुभयो अहिले म चाहिँ यस्तो तिनीहरूकै कमेडी सर्कसमा अलग्गै थियो कि म कमेडियन जन लेवर जस्तो कि त्यस्तै मान्छे म अनि यस्तै यो रेखा थापालाई बोलाएर कहाँ आउँछन् यस्तो जग्गामा कहाँ आउँछन् तिनीहरू त एयरपोर्ट जस्तो प्लेन जग्गामा ऊ मेरो बुढीले कमसेकम 10 फुटको त हिल जुत्ता मात्रै लगाउँछन् यसरी माथि हिँड्छ यो जुत्ता त 2.5 लाखको नि तिनको त विचार 40-45 यो त्यो लन्डनको हाइवे चोकबाट पठायो लन्डनको यहाँको जुत्ता चप्पल थोडी लगान्छु म बाहिरबाट आन्छ मलाई त यो प्यान धेरै होइन अहिले यो प्यान लगाएको 100 वर्ष पुगिसक्यो यो 1.5 लाखमा लिएको सस्तोमै त्यतिखेर यो माथिको त खै कुनै फ्याक्ट्रीमै गएर बनाउँदै थियो अनि धेरै भयो खै एउटा ले भनेको दिइहाल्यो फेरिमा यो फेरिको अब तिमीहरूलाई ल्याउन हुन्छ सबै ब्रान्डेड फेरि म हल्का जोकर छु कि मान्छे नि ब्रान्डेड एकदम त्यस्तो मान्छे म त यो दिदीहरूले पनि दर्शन गरेर आउनुभयो दर्शन भयो दिदी ल त राम्रोसित जानु यसो माई पूजा गर्ने होला
हजुर ल चुल फेरि किन नकाट्नको नि त यो चुल चाहिँ रेखा थापालाई पटाउँदा अलिक गाह्रो हुन्छ है भनेर चुल मन पर्छ नि यहाँ अलि लामो टुप्पी राख्ने हो अनि त्यहाँबाट यसो मान्छे अब धेरैले मर भन्न लाग्यो अरू बाहुन जस्तो देखिनु पऱ्यो टुप्पी राखेर पण्डितजी आउँदै हुनुहुन्छ अलिकति अप्ठ्यारो लाग्यो यहाँ कमेडी अनि यता बस्नु न त आउनु यता